स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई अब राज्यले चाहिँ अलि विशेषतः जुन रूपमा चाहिँ पार्लियामेन्टबाटै चाहिँ स्थापना भएको संस्था हो र यो एउटा गिफ्ट हो कर्णाली स्वास्थ्य का जनताहरूलाई एउटा गिफ्टको रूपमा हो। किनभने कति मान्छेहरूले त्यहाँ कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान चलाउन सकिँदैन, त्यहाँ चाहिँ बिरामीको खलो कम छ, त्यहाँको जनसङ्ख्या कम छ भन्ने आधारमा चाहिँ नकारात्मक सोचाइ राख्दथ्यो भने अहिले चाहिँ त्यो एउटा इस्टाब्लिस हामीले 4वटा महाविद्यालयहरू स्कुल अफ फार्मेसी, स्कुल अफ पब्लिक हेल्थ, स्कुल अफ नर्सिङ र स्कुल अफ मेडिसिन गरेर 4वटा विद्यालय चाहिँ 400 भन्दा बढी विद्यार्थीहरू पढाउन सफल भएको र ती विद्यार्थीहरूले चाहिँ आफ्नो प्रिभेन्टिभ मेडिसिन अन्तर्गत गाउँ गाउँमा चाहिँ आफ्नो शिक्षा दिइरहेको र लिइरहेको अवस्था र त्यहाँ चाहिँ हामीले 100 भन्दा बढी विशेषज्ञ चिकित्सकहरू चाहिँ एकै ठाउँमा चाहिँ व्यवस्थापन गर्न सकिरहेको अवस्थालाई मध्यनजर गर्ने हो भने चाहिँ यो चाहिँ एकदमै ठुलो चाहिँ उपलब्धि, राज्यको ठुलो उपलब्धि हो। सहरमा मात्रै केन्द्रित नभएर दुर्गम दराजमा पनि सम्भव हुँदो रहेछ भन्ने चाहिँ हामीले प्रणित गरिरहेका छौँ। हस्, यहाँको जानकारीको लागि धेरै धेरै धन्यवाद। थ्याङ्क यू सो मच।